अब सरकारले अहिले सुनिरहेछ होला नेपालमै असेम्बल गरौँ भनेर भन्ला होइन। अब बालेन सरकारको त्यो आयो रे सपोज नयाँ प्रोटोकल होइन, हामीले बनाउन सक्छौँ, नेपालमा असेम्बल गर्न सक्छौँ। मजाले सकिन्छ। जब आइस जतिको कम्प्लिकेटेड त सकिरहेछ भने त इभीमा त एकदम कम्पोनेन्टै कम हुन्छ कि, त्योभन्दा भेरी फ्यु कम्पोनेन्ट छ होइन। हामीले त त्यो तपाईँले अगाडिको जुन फोटो थियो त्यहाँ ब्रेकअप लेभल हेर्नु भने 1800-1900 कम्पोनेन्ट सानसाना त्यो सबैलाई त जोडेर सबै चिज गरेको छौँ भने त इभीको त कम्पोनेन्टै एकदमै थोरै हुन्छ। ब्याट्री प्याक एउटै ढिक्कैमै आइदिन्छ होइन, मोटर ढिक्कैमै आइदिन्छ, केही गर्नै पर्ने दुईवटा मेजर कम्पोनेन्टै भएर यो त चाँडै पनि निस्किन्छ। तर अहिलेको लागि चाहिँ अब यसमा यो डिरेक्सनमा चाहिँ जानुपर्छ भन्छु म होइन। हामी मात्र होइन, अलिकति ठुलो डिस्ट्रिब्युटरहरू नै जो हुनुहुन्छ जसको चाहिँ स्केल पुग्छ होइन, चाहे टाटा होस् होइन, अहिले अब जसमा बेनिफिट छ। आजको दिनमा चाहिँ फेरि अब इभी गर्दाखेरि चाहिँ टेक्निकली धेरै त्यसलाई हामीले ठुलो स्केलै गर्न सक्दैन, किनभने सरकारबाटै 40-50% त यही नेपालमै गाडी उतैबाट इन्डियाबाटै बनेर आउँछ भने अब त्यो किन त्यो सामान ल्याऊ, त्यसको लजिस्टिक, त्यसलाई फेरि त्यसको सर्टिङ गर, त्यो सबै चिजले त्यसले चाहिँ हामीलाई बेनिफिट दिन अलिकति गाह्रो छ। तर पछि बिस्तारै यसमा चाहिँ बेनिफिट अलिकति मोर इन्करेजिङ पोलिसी भयो भने चाहिँ त्यो अभियसली इभी बन्न सक्छ। तर मेन इम्पोर्टेन्ट चाहिँ मलाई के लाग्छ भने चाहिँ अहिले त्यहाँको लोकल इकोनोमी के, हामी त्यहाँ फ्याक्ट्री जोडिएर प्लस हामी बाहेकको अरू पनि फ्याक्ट्री, एसेम्ब्ली फ्याक्ट्रीहरू छेउछेउमा मोटरसाइकलको रहेछ होइन, अरू पनि छ। लोकल इकोनोमीमा यति राम्रो बुस्ट भएको छ। दोस्रो कुरो चाहिँ त्यहाँको नियर बाई जुन बुटोलमा टेक्निकल कलेजहरू छ, अलमोस्ट 100% उनीहरूको इन्जिनियर्सहरू, डिप्लोमा इन्जिनियरहरू, उनीहरूको सबैजनाको रोजगारी त्यही भएको छ। अब विदेश जानु परेन। मानौँ न अहिले 40-50वटै हामीसँग अहिले डिस्ट्रिब्युटरहरू मध्येमा होला 40-50ले गर्न नसके पनि 20-25वटा मात्र नै एसेम्ब्ली फ्याक्ट्री भयो भने चाहिँ 200-300को रोजगारी त त्यसैबाट नै भयो नि त। त्यो इन्टु 20-25वटा भयो भने त हामीले त एक महिनाको यहाँबाट पठाउने 40-50 हजार म्यान पावरलाई त हामीले कन्ज्युम गर्न सक्छौँ। तर त्योभन्दा नि बेस्ट एउटा चिज के लाग्यो र अहिले हामीले रियलाइज गरेको कुरा हो भने एउटा फरक हामीले चाहिँ अहिले जस्तो हाम्रो मिटिङमा चाहिँ त्यहाँ कुरा हुँदाखेरि जहिले पनि अब युजली अब हामी चाहिँ सेल्स ब्याकग्राउन्डबाट अथवा आफ्टर सेल्स ब्याकग्राउन्डबाट मिटिङमा आजभन्दा 2-3 वर्ष अगाडि चाहिँ मिटिङमा डिस्कसन कस्तो हुन्थ्यो भने अब कसरी बेच्नुपर्छ होइन, के बेच्नुपर्छ, के गर्नुपर्छ, अनि कस्टमरलाई ह्याप्पी कसरी गर्ने डिस्कसन पोइन्ट त्यो हुन्थ्यो भने अहिले चाहिँ लस मिनिमाइज कसरी गर्नुपर्छ भनेको लिन इन्जिनियरिङ के भनेको। अब आउटपुट कति चाँडो गर्ने, यसको चाहिँ मेरो थ्रुपुट लेभल के भयो, यसबाट चाहिँ मोर अफ यो मेरो एउटा ट्रीमा लागेको टाइम कति हो, त्यसलाई चाहिँ मोर इन्जिनियरिङ कसरी गर्ने, प्रिसिजन कसरी, इररको रेट कति छ, त्यो उसको कति छ, प्रोसेसमा यो प्रोसेस अप्टिमाइजेसनमा के हो, डिफ्रेन्ट लेभल अफ डिस्कसन हुन्छ। डिस्कसनको उनै फरक छ।